हेलो एभ्रिवान, गुड मर्निङ, दर्शन, नमस्ते, सेवारो सम्पूर्णमा। आज चाहिँ बिहानी भारी बोकेर उकालो लाग्दैछु म चाहिँ। म पनि अनि मेरो हस्बेन्ड पनि हुनुहुन्छ अनि दुईजना बुढाबुढी लाग्दैछौँ सुँगुर बेच्नु गएको गाइस। के गर्ने त हैन, व्यापारी छैन गाउँतिर, बजार लग्नु पर्ने, बजार पनि टाढो छ हैन। हामी चाहिँ सुँगुर बोकेर धमाधम जाँदैछु है उकालोमा। अझै 1 घन्टा बाँकी छ पुग्नु पर्ने। बाटोको अवस्था देख्न सक्नुहुन्छ। हाम्रो गाउँतिर चाहिँ बाढी पहिरो आएर यस्तो छ है बाटो चाहिँ, गाडी पनि आइपुग्ने स्थिति छैन अहिले चाहिँ। गाह्रो छ गाउँघरमा बसेर बाँची खान। एउटा बुच्ची छ, अरू सबै बुच्चा छ। मेरो फुपूसँग पनि भेट भयो गाइजहरू। बजार आउनु भएको रहेछ सुँगुर किन्नु, भेट भयो। एकदम खुसी लागेको छ होइन फुपू, के छ खबर? हामी चाहिँ खाजा खानुतर्फ लाग्यौँ। ब्लगर दाइ यहाँ पनि हुनुहुन्छ, गाडीदेखि भिडियो गर्दै हुनुहुन्छ। बजार चाहिँ यस्तो छ गाइजहरू। गयो फिल्मको गाडी हो। सुँगुर चाहिँ बिकिसकेकै छैन, अझै 2टा बाँकी छ। कहिले बेचिसक्नु? बजार चाहिँ यस्तै छ हाम्रो गाउँको। यामे यता हेर। गाइज, फाइनल गाइज, आजको हाम्रो कमाई बुढाबुढीको बिहानको कमाई है यो चाहिँ। के बेचेको बुढी? सुँगुर बेचेको नि बुढो। अच्छाले पैसाको बिटा त धेरै समात्यो जस्तो चाहिँ। हात्ती हो कि गैडा हो? यो बाघ हो, हात्ती पनि हो। ए खालै खाला। त्यसो चाहिँ गर्नु हुँदैन है, सम्काउने होइन नि। फेरि जान्छ हावाले जान्छ। यत्रो दुःख गरेको बिहानको कमाई बुढाबुढीको होइन ल, हो 1 बिहानको कमाई होइन त हो नि। कति महिना, 2 महिना भएन पाल्नुभएको? अब पहिला जान्छ भनेर त्यति साह्रो। योभन्दा डबल आयो भने भयो नि। मलाई गाडी भाडा र 2-4 दिनलाई खानु पुग्छ। अनि अरू दिनमा चाहिँ के खाने? अरू दिनलाई म कमाइहाल्छु नि। वाह 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 वाह। लिनुहोस्। म लिन्न हौ, तिमी आफै लैजाऊ। पहिला जान्छु भन्छ, पहिला पनि हो गएकै हो। ल पैसा गन्दै हुनुहुन्छ मेरो प्यारी श्रीमती। पैसाको पैसा आएको मात्रै देखिन्छ, मेहनत कति गर्नुपर्छ होइन बुढो? पैसा थाप्दा मात्रै अघि कस्तो पसिना निस्किने होइन? पैसा थाप्दा चाहिँ कस्तो गनुङ लाग्छ नि, फ्याट भन्नु मात्र सजिलो, गाह्रो छ जिन्दगी जिउनु। आधा जीवन निन्द्रामै बित्यो भनेर चाहिँ भन्न सक्दिनँ म, तर पनि आजको कमाई चाहिँ यतिकै राम्रै भएको होइन र? साँच्चै त हो नि। यत्रो पैसा आउनु भनेको जान्छु नि हो होइन? ल आज हुन्छ खुसीको उपलक्ष्यमा हाँसेको रे। कतिवटा हात्तीको? 2टा छ अनि सबै बाघ छ। बाघ ए त्यसको उपलक्ष्यमा चाहिँ नि मुस्कान छोडिहाल त एकचोटि फेरि। दाँतै कस्तो कमेडी देखियो क्या, त्यो पनि चुइगम मात्र टाँसेको। ल त गाइज।